हेलो हेलो गाइस, वेलकम टु माई होइन सेकेन्ड ब्लग। आज चाहिँ कहाँ जानु लाग्यो भन्नु होला। यतिखेर टक्क लाएर म हल्का अफ रोड जस्तै राइड प्लस घरमा कुखुरा लिनु जानु लाग्यो। घरमा कुखुरा चाहियो अरे भाउजूलाई खानिदिनलाई, हाम्रो सुत्केरी भाउजूलाई। त्यही भएर सुत्केरी मान्छेलाई त खानिदिनु त परिहाल्यो, तागतिलो कुराहरू। त्यही भएर म चाहिँ जान लाग्यो। यही हो, जान लगाएको चाहिँ ऊ त्यो माथि डाँडामा होइन, ऊ त्यो घर देखिरहनु भयो होला, त्यही हो। बाटो डेन्जर छ, जस्तै यो दामीसँगले जानुपर्ने हुन्छ। स्टार्ट चाहिँ अफ भइसकेको छ, किन अफ भयो थाहा छैन होइन गाइज। सही जानु पर्ने हुन्छ। यहाँ चाहिँ टनेलै टनेल छ होइन सबले। हाम्रो त नि हाम्रो एरिया भनेको कृषि हो क्या पुरा होइन, सब त्यही भएर टनेलमा खुर्सानी लगाउनु लागेको रहेछ। बाटो डेन्जरेलो छ त। म चाहिँ होइन गाइज, सकेसम्म जस्तो भए पनि खुट्टा टेक्न चाहिँ खोज्दिनँ क्या। खुट्टा झार्नै मन नलाग्ने हो कि होइन, झ्याउ लाग्ने हो कि त्यो थाहा नै छैन भने म चाहिँ प्राय हतपत्त खुट्टै झार्दिनँ क्या चढिसकेपछि। अब चाहिँ झार्न पर्दैन होइन, सकेसम्म चाहिँ झार्न खोज्दिनँ, नसकेपछि चाहिँ अनि टेक्दै हाल्ने हो। यो छ हाम्रो बाटो सँगले। हुन्छ हिलो लाग्यो यार। चिप्लो छ यार, रातै रातो माटो। फेरि यहाँ सोत्तर हुन्छ क्या वनको होइन, अनि सोत्तरमा झन् लास्ट हुन्छ। त्यही भएर के अरे हतारेर जानु हुँदैन, आफ्नो गन्तव्यमा आनन्दले पुगिहालिन्छ होइन। बिस्तारै जानु, के को हतार छ। अब चाहिँ माथि हो, दामी छ यो ठाउँ त, मस्त छ।
त्यही माटो रातै माटो हो क्या। अनि त्यही भएर यो ठाउँलाई रातमाटै भन्छ क्या, नामै रातमाटे, रातो माटो भएको घर बनाउँदै रहेछ। माटो पुरै रातो, बाइक पुरै चिप्लिरहेको छ पछाडि। एकचोटि मासतिर गएर आउँ होइन। दिदीलाई पनि भेटेर आउँ। बेला पनि दिदीलाई पनि भेट्दैन होइन, के छ र। को आयो होइन। हेलो, के छ हालखबर? हेलो हेलो, के छ हालखबर? एकदम ठिक छ। यतैसम्म के छ? ठिक छ भाउजू, नमस्ते। सन्चै हुनुहुन्छ? मलाई पनि सब ठिक छ। यहाँ तल आएको कुखुरा लिन, अनि त्यही भएर फाइनली यहाँ भेटघाट भयो होइन। अब लाग्नु पर्ने हुन्छ कुखुरा लिने घरमा। कुखुरा लिन जान पर्ने हुन्छ कुखुराको घरमा होइन। अब यहाँ त सक्यो भेटघाट। मेन दिदीलाई भेट्नु पर्ने। दिदी चाहिँ हुनुहुन्न रहेछ त्यहाँ माथि, कुखुरालाई दाना दिन जानुभएको रहेछ। अब भोलि घरमा मिटिङ हुन्छ नि त, 15 गतेको एउटा समूह छ, अनि त्यहाँ मिटिङमा आइहाल्नुहुन्छ दिदी। दिदीलाई भोलि भेट भइहाल्छ। त्यही भएर अनि म चाहिँ पानी पर्छ भनेर निस्किदिएको। यो आफ्नै फ्यामिली हो क्या, हामी यताको आफ्नै हजुरबाउहरूको। अनि गरौँ ल। अब म चाहिँ कुखुरा लिन लागेँ है तल। नमस्ते, सन्चै हुनुहुन्छ? खाजा खानुभयो? म त हिजो कुखुरा भन्नुभएको थियो त। हजुर, यतैबाट तलबाट। दामी छ। म त हिजो। नमस्ते, सन्चै हुनुहुन्छ? खाजा खानुभयो? होइन, खाजा खाएर त आएको। पानी पर्न लाग्यो भनेर अनि दौडिहाल्यो। गइहाल्ने अब। दिदीले साग चाहिँ भन्नुभएको थियो क्या। ए धनिया नि त चाहिएला त मासुमा हाल। धनिया नि छ र? हजुर,
हामी आज त्यही मासु त नि हामीलाई भोलि त अब फाइनल मैले चाहिँ साग पनि लिइसकेँ होइन साग यसमा साग छ अनि अब यसमा चाहिँ कुखुरा हाल्नुपर्छ कुखुरा नि आइरहेछ पर्दैन होला अब पर्दैन भनेपछि भइहाल्यो त तपाईँले पनि जोखेर ल्याए ठिकै त होला कुखुरा चाहिँ यहाँ हालिसक्यो होइन गाइज कुखुरा यहाँ झोलामा साग पनि यहाँ झोलामा अब हामी त्यही बाटो जानुपर्ने हुन्छ यो कुकुरले फेरि ओइ ए कुत्ताले फेरि यहाँनिर यसरी हाल्न पर्ने हुन्छ फेरि अहिले फुस्क्यो भने त तनाव हुन्छ यो पनि यहाँ हाल्न पर्ने हुन्छ टक्क लगाएर एक फोनको बेर्दैन होइन ल हाम्रो चाहिँ सुरु भयो अब राइट ल जय शम्भो लाग्यौँ अब हामी घरतर्फ ओह्रालो पनि झन् दामी चिप्लिदिन्छ क्या भन्न पहिला जस्तो भइदियो भए त यो बाइक लास्ट चिप्लिन्थ्यो अहिले त दुइटै टायर फेरिदिएको क्या त्यही भएर त्यति चिप्लो छैन यो अहिलेको त दामी सयो के भयो बोरा छोयो के हो तल झोला छोएर फेरि च्यातेर होइन कुखुरा पनि गायब होइन घर पुग्दा त झोला मात्र टिनी निनी भइदिएर दामी हुन्छ अनि होइन कहिले भेट्यो भने त नि वन कुखुरा भनेर मक्ख पर्छ होला के को वन कुखुरा हो अर्का कुखुरा भागेको होइन यस्तो छ रातो माटो बिस्तारी जानुपर्ने हुन्छ अगाडिको ब्रेक र पछाडिको ठिक्क लेभलमा दिएर गियरमै छोडिदिनुपर्छ अनि आनन्दले जान्छ हमको सिखा रिया है सही ल टुङ दो बार धोखा खा चुका हूँ अब नहीं खाऊंगा टुङ एक बार धोखा खा चुका हूँ दोबारा नहीं खाऊंगा पहचाना मुझे टुम टुम एक कुखुरा कुखुरा माले आसे बसिरहेको छ नि कुखुरा त झुन्ड्याएर फेरि घर पुग्दा त टेना हुन्छ त फेरि पटा सकेसम्म पानीमा नछिराउँ भन्ने मेरो धारणा होइन अब यहाँ त छिराउनु परिहाल्यो तर म
छिरायो नि कुनाबाट बिचबाट छिराइदियो भने त अब भनेको त परिसक्यो के हो ए झोला हान्यो तलतिर चलाउन फेरि थालेपछि घर आइपुगिसक्यो गाइस म चाहिँ तपाईं मेरो अंकलको च्यानललाई तपाईहरु मेरो अंकलको च्यानललाई सपोर्ट गर्दिनु होला है के छ मायालुहरु